हेलो गाइस, स्वागत छ मेरो नयाँ भिडियोमा। फाइनली फाइनली मैले क्यामेरा फेस गरेर बोल्न सक्ने भइसकेको छु। मलाई आफ्नो आवाज चाहिँ मन नपर्ने भएर मैले क्यामेरामा फेसै बोल्नै लजाउँथेँ। अब चाहिँ म स्पष्ट बोल्न सक्ने भइसकेँ। म चाहिँ अब अझै राम्रो हजुरहरूको साथ पाएँ भने अझै अरू पनि देखाउन सक्छु म। त्यही भएर हजुरहरूको साथ चाहिन्छ। स्वागत छ मेरो नयाँ भ्लगमा। आज पनि सधैँ जस्तै हजुरहरूको साथमा ड्युटी हिँडियो हेर्नु। यो घरमा चाहिँ यसरी यो घाममा राम्रो फुलहरू छन् होइन। म चाहिँ गर्मी हेर्दा चाहिँ ढल्छ मान्छे यहाँनिर। 1 घन्टा यसरी हिँड्न पर्ने पनि मान्छे ढल्छ। यस्तो गर्मी छ यहाँ है, देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँ चाहिँ कुनै कन्टेन्ट, कुनै स्क्रिप्ट लेखेर बनाइदिन। यहाँ चाहिँ जे आउँछ मनमा ट्याक्कै बोल्ने हो। मेरो भलामा चाहिँ त्यस्तो छ होइन। यो सिक्दै गरेको गर्मी आँखा हेर्नु बन्दैन र आँखा तोक्नुपर्छ। अनि ड्युटी जाँदा चाहिँ सिक्दै गर्दै टाइम पास गर्दै हजुरहरू साथीसँग बोल्दै हिँड्छु म चाहिँ। एक्लै होइ, साथी तपाईँहरूको मेरो लागि। गर्मी हर घरमा फुलहरू राखिन्छ यसरी, त्यहाँनिर बुझ्छ। गाह्रो छ नि हो, गाह्रो छ यार जिन्दगी। गर्मी के गाह्रो छ होइन। अनि यार यस्तै हो, ड्युटी जानुपर्छ दिनदिनै। टाउका दुख्यो, ज्वरो आयो भने नि जानुपर्छ। यस्तो खालको ड्युटी हो सिधै। कुनै माफी छैन यहाँ चाहिँ। यही कुरा थाहा भयो। यो भिडियो बनाउनु ठुलो कुरो रहन्छ। मान्छेसँग लजाउन नभइन। मान्छे चाहिँ गर्नु भने मान्छेले हेर्छ, पुक्क के गरे होला भन्नु हो होइन, हाँस्छ। कोहीले प्याच्छ केही भनि पनि हाल्छ, कोही आइडी माग्छ। तर लजाउनु भएन र बेटा। नयाँमा चाहिँ लाज अलिकति लाग्छ, तर लजाउनु भएन। देख्छ म सँगै बाटोमा हिँड्छु, जोसुकैले जे भने नि भन्नुहोस्, आफ्नो काम हो भन्न सोध्नु पऱ्यो। नोकरी सोध्छ नि, त्यस्तो खालको सोध्नु पर्ने छ क्या त। नोकरी जब गरे जस्तो हो यो पनि। त्यही भएर लजाउनु भएन। म चाहिँ अलि बाटोमा बनाउँदैन थिएँ, म रुक्दै हिँड्दै गर्थेँ। अब चाहिँ म त भएन, बाल भएन मलाई। भिडियो बनाउने हो, स्वाट्टै युट्युबमा हाल्ने हो, लास्ट काम। पैसा थियो, जिन्दगी भन्ने यस्तै रहेछ यार। ड्युटी भन्ने चिज नगएर नहुने होइन। बेकम फुर्सद नि छ यार जिन्दगी यार। यो गर्मी, बिहानमा तातो चिया, ड्युटीबाट गएपछि चिसो चियाले मलाई खतम पार्ने भयो गर्मीमा। यो के हो, तातो चिया चिसो चिया नभन्नु है। बिहानमा गर्मीको तातो, खाँदामा तताउनु जाँगर लाग्दैन, चिसो भन्न खोजेको थियो है। फेरि कस्तो तातो र चिसो चिया हुने हो भन्नु होला फेरि होइन। त्यस्तो होइन, हुन चाहिँ तातो नै हो, तर फ्रिजमा हालेर चिसो भएको। बुझ्नुभयो नि? बुझ्नुहुन्छ, मलाई थाहा छ तपाईँहरूको। तपाईँहरू बुझ्कार हुनुहुन्छ नि। हिजो एउटालाई सोधेँ फेरि मैले होइन, साथी हो सुन्नु है कुरो। यो युट्युबमा के गरी पैसा कमाउने हो, कसो गरी चाहिँ सब्सक्राइब बढाउने हो भनेर। अनि भन्दैछ त्यो मोरले त कन्टेन्ट बनाउनु पर्छ, यत्रा कन्टेन्ट बनाउने। त्यो सबै कन्टेन्ट बनाउनु जाने भएपछि म यहाँ आएर बोल्दा यस्तो गर्दा त्यो सबै जान्ने भएपछि त म मस्त त्यही कन्टेन्ट बनाउँदै हिँड्दै गर्थेँ नि। किन ड्युटी हिँड्थेँ र साथी हो होइन।
त्यति कुरा बुझ्दैन यहाँ कन्टेन्ट बनाउनुपर्छ यहाँ भुत्रो कन्टेन्ट बनाउँछु म अब यस्तै हो कन्टेन्ट यही हो तपाईँले साथ दिनुहुन्छ सब्सक्राइबर गुटुटु आइहाल्छ अनि के कन्टेन्ट चाहियो मैले चाहिँ रमाइलो पलहरू देखाइदिँदै गइरहन्छु स्टार्टिङ हो पछि हेर्दै जानु स्टार भइगयो स्टार भलो गरेर नि हो नामै अब त्यो राखे भइगयो के गर्नु साथी हो होइन